मैले यौन सम्पर्क नगरेको 10-12 वर्ष भयो। के यो यौन सम्पर्क नगर्दैमा सानो हुन्छ अथवा यौन सम्पर्क गर्दैमा ठुलो हुने हुन्छ? तर पुरुषको लिङ्ग चाहिँ यौन सम्पर्क गर्दैमा सानो हुने अथवा ठुलो हुने नगर्दै तपाईँ मोटो हुनुहुन्छ भने तपाईँको लिङ्गको जरा चाहिँ पेटको बोसोमा चाहिँ आधी जति चाहिँ लगभग केही अंश चाहिँ त्यही भित्र डुब्ने हुन्छ, जसले गर्दाखेरि लिङ्ग सानो भएको चाहिँ महसुस हुन्छ। जस्तै ब्लड प्रेसर, यदि तपाईँलाई ब्लड प्रेसरको समस्या छ, तपाईँलाई सुगरको समस्या छ भने पनि लिङ्ग चाहिँ अलिकति खुम्चिने चाहिँ त्यहाँको मांसपेशी। एउटा मित्रले भन्नुभएको छ मैले यौन सम्पर्क नगरेको 10-12 वर्ष भयो, म 10-12 वर्षदेखि विदेशमा छु र अहिले चाहिँ मैले मेरो लिङ्ग चाहिँ सानो भएको छ। के यो यौन सम्पर्क नगर्दैमा सानो हुन्छ अथवा यौन सम्पर्क गर्दैमा ठुलो हुने हुन्छ भनेर चाहिँ सोध्नु भएको छ। तर पुरुषको लिङ्ग चाहिँ यौन सम्पर्क गर्दैमा सानो हुने अथवा ठुलो हुने नगर्दैमा पनि सानो हुने ठुलो हुने इफेक्ट पर्ने प्रभाव पर्ने भन्ने चाहिँ हुँदैन। त्यो चाहिँ मांसपेशी चाहिँ होइन, जो उपयोगमा छैन भने त्यसको चाहिँ आकार चाहिँ परिवर्तन हुने अथवा घट्ने चाहिँ हुँदैन। त्यो चाहिँ एउटा रक्त सञ्चार र हर्मोनमा चाहिँ निर्भर हुने अङ्ग हो। यौन सम्पर्क गर्दा नगर्दा चाहिँ केही फरक पर्दैन, तर त्यसमा चाहिँ रगतको प्रवाह कतिको भइरहेको छ अथवा हर्मोनको लेभल कस्तो छ त्यसले चाहिँ फरक पार्दछ। यदि तपाईँ मोटो हुनुहुन्छ भने तपाईँको लिङ्गको जरा चाहिँ पेटको बोसोमा चाहिँ आधी जति चाहिँ लगभग केही अंश चाहिँ त्यही भित्र डुब्ने हुन्छ, जसले गर्दाखेरि लिङ्ग सानो भएको चाहिँ महसुस हुन्छ। वास्तवमा सानो भएको हुँदैन, तर चाहिँ अलिकति सानो चाहिँ देखिन्छ। अर्को भनेको केही रोगमा चाहिँ ब्लड सर्कुलेसन राम्रो नभएर पनि लिङ्ग चाहिँ सानो हुने अथवा सुघ्रिने चाहिँ हुन्छ। जस्तै ब्लड प्रेसर, यदि तपाईँलाई ब्लड प्रेसरको समस्या छ, तपाईँलाई सुगरको समस्या छ भने पनि लिङ्ग चाहिँ अलिकति खुम्चिने चाहिँ त्यहाँको मांसपेशीहरू चाहिँ अलिकति खुम्चिने हुन्छ, जसले गर्दाखेरि सानो भएको चाहिँ महसुस हुन्छ। अर्को चाहिँ यदि रक्सी सेवन गर्नुहुन्छ, चुरोट सेवन गर्नुहुन्छ भने पनि त्यहाँ मांसपेशी खुम्चिने, जसले गर्दाखेरि रगतको सञ्चार राम्रो नहुने हुनाले चाहिँ लिङ्ग चाहिँ सानो भएको चाहिँ हुन्छ। कहिलेकाहीँ पुरुषमा उमेर अनुसार पुरुषमा चाहिँ टेस्टोस्टेरोनको हर्मोनको मात्रा घट्दै जान्छ, जसले गर्दाखेरि इरेक्सनमा पनि समस्या आउने हुन्छ र त्यो चाहिँ लिङ्ग चाहिँ सानो भएको जस्तो महसुस हुन्छ। राम्रोसँग कडापनको विकास नभएको कारणले गर्दाखेरि पनि लिङ्ग सानो भएको चाहिँ महसुस हुन्छ, तर लिङ्ग सानो भएको हुँदैन, महसुस मात्रै हुन्छ। यदि तपाईँलाई साँच्चै लिङ्ग सानै भएको हो भनेपछि तपाईँले कारण पत्ता लगाउनु पर्ने हुन्छ। तपाईँको चाहिँ ओभरवेट हुनुभएको छ कि तपाईँको पेटमा चाहिँ बोसो बढेको छ कि है, कुनै सुगर रोग छ कि अथवा चाहिँ ब्लड प्रेसरको समस्या छ कि त्यो कुरा पनि चेक गर्नुपर्ने हुन्छ। र तपाईँलाई चाहिँ कडापनको समस्या छ कि तपाईँले कडापन आउँदैन भने, इरेक्टाइल राम्रोसँग हुँदैन भने लिङ्ग पनि सानो भएको जस्तो हुन्छ। त्यस्तो समस्या छ कि भनेर पनि चेक गर्नुपर्ने हुन्छ। धुम्रपान र मद्यपान गर्नुहुन्छ कि त्यो कुरा पनि विचार गर्नु पर्यो। समस्या के छ पत्ता लगाएर त्यो अनुसारको चाहिँ उपचार गर्न चाहिँ सक्यो। यदि ब्लड प्रेसरको समस्या छ, यदि छैन भने तपाईँलाई थाहा छैन भने पनि एकचोटि चाहिँ ब्लड प्रेसर चेक गराउनुहोस्, सुगरको लेभल चेक गराउनुहोस्, अनि हर्मोनको लेभल पनि चेक गराउन सक्नुहुनेछ। यदि ती सबै कुरा चाहिँ नर्मल आयो भने के समस्या छ पहिला त समस्या पत्ता लगाउने, त्यो अनुसारको उपचार गर्न हुन्छ। मद्यपान गर्नुहुन्छ, धुम्रपान गर्नुहुन्छ भने पनि व्यवस्थापन गर्नुहोस् त्यसलाई। यदि तपाईँको पेट बढेको छ भने त्यसलाई पनि व्यवस्थापन गर्नुहोस्। एक्सर्साइज गर्नुहोस्, व्यायाम गर्नुहोस्, विशेष गरेर चाहिँ किगल एक्सर्साइज चाहिँ गर्नुहोस्। किगल एक्सर्साइजले चाहिँ पेल्भिक फ्लोर र पेरिनियमको एरियाको चाहिँ व्यायाम हुन्छ, एक्सर्साइज हुन्छ, जसले गर्दाखेरि ब्लड सर्कुलेसनमा चाहिँ के गर्छ, मद्दत पुग्ने हुन्छ र चाहिँ लिङ्ग ठुलो भएको जस्तो महसुस हुन सक्छ। तर यो मैले यौन सम्पर्क गरेको छैन, अब मेरो लिङ्ग चाहिँ बेकाम भयो, सानो भयो भन्ने चाहिँ हुँदैन। मास्टरबेसन र युरिनेट त गरि नै राख्नु भएको छ होला। यी समस्या भयो भने तपाईँको लिङ्ग चाहिँ सानो हुन सक्छ। त्यसमा तपाईँको यौन सम्पर्क गरेको नगरेकोसँग कुनै पनि सम्बन्ध छैन। त्यसले चाहिँ तपाईँको यौन सम्पर्क नभएपछि लिङ्ग सानो हुने, भएपछि लिङ्ग ठुलो हुने अथवा ठिक्कको रहने भन्ने कुरा हुँदैन। त्यो चाहिँ अब मसल्स होइन, त्यसको प्रयोग नगर्दैमा उपयोगिता घट्ने भन्ने कुरा चाहिँ हुँदैन।